हेर्न हेर बाबा बाबा के बाबा अस्ति कुखुरा खाएको थिएछ मेरो 500 रुपियाँ दिनु मलाई मेरो घरमा त खाएछु नि कहाँबाट दिनु तँलाई चाहिँ अनि त्यो मेरो कुखुरा होइन अन्त त्यो अन्त अस्ति ढालेको पोथी कुन चाहिँ कुखुरा कुरा गरेको तैँले अस्ति खाएको होइन अन्त कुन चाहिँ कुखुरा मेरो कुखुरा ए तेरो कुखुरा अन्त यता आइज त उल्टा तैँले पो मलाई दिनुपर्छ होला है भाइ पैसा किन मेरो कुखुरा पो त तेरो कुखुरा कहाँनिर हुन्छस् खोर बुझ्न डोकोमा त्यो डोको कसको तपाईँको अन्त त्यसको 10 रुपियाँले जोड न दिनको कति पुग्छ महिनाको कति पुग्छ वर्षको कति पुग्छ अन्त त्यो कुखुराले चारो कसको खान्छ चामल कसको खान्छ चामल तपाईँको अन्त चामलै लगा दिनमा त्यहाँनिर 20 रुपियाँको त्यसले चामलै खान्छ 1 वर्ष 1 महिना जस्तो लगा त कति पुग्छ हिसाब गर दिनको 20 रुपियाँले अन्त त्यो चारो खाएपछि कहाँनिर हक्छ त्यो कुखुराले बारीमा होइन घरमा हक्छ भित्र घरमा कसले सोर्नु पर्यो तपाईँले अन्त सोरेको दिनको 5 रुपियाँ गोटाले पनि हाल दिनको कति हुन्छ हिसाब गर 500 अन्त त्यो कुखुरा छोप्दाखेरि कसले छोप्छ वहीँनिर डोकोमा तपाईँले त्यो छोपेकै रस लाग्यो भने दिनको 50 रुपियाँले रस लाग्यो भने कति पुग्छ महिनाको हिसाब गर्न जान्दैछस् त जान्दिन अन्त किन बोल्छस् लु तँ आफै भन् तेरो त मैले एउटा कुखुरा मात्रै खाइदिएको छु उल्टा तैँले पनि मलाई दिनुपर्छ त आज त्यो भएको कुरा पनि खायो भने चाहिँ सौसुत हुन्छ कि त्योले खाएको आज हिसाब गरेको भने त्यो आज 4टा छ तेरो त्यसले खाएको हिसाब गर्यो भने उल्टा तँ यहाँ घरबाट निक्लिनु जान्छस् हौ तँ ऋणमा डुब्छस् हौ बाटे कुरा गर्दो रहेछ 500 रुपियाँ चाहियो तँलाई के हेरेको घिचेर तिर्नु नजान्ने हौ कसले पैसा दे कुखुरा पाल्छ भनेर मात्रै हुन्छ